क्रिस्चियसको जिउँदो अनि पवित्र नाउँमा यहाँहरू सबैलाई जय मसी नमस्कार। आज हाम्रो जस्टिफिकेसन बाइ फेथ इभान्जेलिस्टिक मिडिया मिनिस्ट्रीको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत साथै जय मसी नमस्कार। आज पनि हामी क्रमश युवाहरूको जीवन कसरी शुद्ध राख्ने विषयलाई हामी हेर्नेछौँ। दोस्रो भागमा आज हामीले लिएका छौँ भजन सङ्ग्रह 119 को 9 पद। त्यही नै वचन हो, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईको वचन अनुसारको जीवन बिताएर नै हो। जवान मानिसले आफ्नो जीवन कसरी शुद्ध राख्न सक्छ। आज हामी यहाँ हेर्छौँ कतिजना विश्वासीहरूले आफ्नो जीवनलाई शुद्ध बनाइराख्न सक्छन्। हामी जिरहेका छौँ यस्तो अवस्थामा कि यो संसार एउटा भक्तिहीन वातावरण भएर गइरहेको छ। कहीँ पनि हामी देख्दैनौँ यहाँ परमेश्वरप्रतिको भक्ति, परमेश्वरप्रतिको आदर अनि अनैतिक व्यवहारहरू, अनैतिक बानी बेहोराहरू हामी देखिरहेका हुन्छौँ। अनि यो भजनकारले पनि यहाँ हामी देख्छौँ केही कुराहरू, केही मार्गहरू हामीलाई बताइरहेका छन् कि एकजना जवान मानिसले, एकजना युवाले आफ्नो जवानीपनको अवस्थालाई कसरी शुद्ध राख्न सक्छ। जब हामी परमेश्वरको वचन हामी हेर्छौँ, पहिला तिमोथी 4 अध्यायको 12 परमेश्वरले लेख्छ, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अघि बोली वचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। है, एउटा जवान मानिसलाई, एउटा युवा अवस्थाको जीवनलाई कसरी शुद्धताको मार्गमा डोर्याउनु पर्ने हो, त त्यसको केही कुराहरू हामी यहाँ हेर्छौँ। पौलले तिमोथीलाई पनि स्पष्ट रूपमा भनेका छन्, तिम्रो जवानीपन कसैले पनि तिमीलाई तुच्छ नठानोस्, अनि विश्वासीहरूको अगाडि तिमीले आफ्नो बोली वचन शुद्ध राख्नु। है, जवानीपनको अवस्था एकदमै जोसिलो अवस्था हो, एकदमै शक्ति अनि सामर्थ्यले भरिएको अनि परमेश्वरप्रति समर्पित पनि भएको त्यही बेला नै हो। अनि त्यही बेलामै परमेश्वरको नाउँमा हामीले आफ्नो बोली वचनलाई शुद्धतातर्फ हामीले लगाउनुपर्छ। 1 नम्बरमा हामीले यहाँ हेर्ने हो भने हाम्रा जीवनभरि नै परमेश्वरको लिखित वचनप्रति वफादार भइरहने दृढ निर्णय बनाएर, है, के प्रति अरे परमेश्वरको वचनप्रति वफादार, इमानदारी। है, आज कति ठाउँहरूमा हामी देख्छौँ कि वफादार भन्ने शब्दलाई, इमानदार भन्ने शब्दलाई मानिसले हेरचेक्राइ गरिरहेको हुन्छ। तर हामी वचनले बताए अनुसार वफादार बन्नु अति नै आवश्यक छ उहाँको वचनप्रति। यदि हामी उहाँको वचनप्रति वफादार हुन्छौँ भने उहाँ पनि, परमेश्वर पनि हामी प्रति वफादार बन्न सक्नुहुन्छ। दोस्रोमा के लेखेको छ भन्दाखेरि, प्रार्थनामा परमप्रभुको खोजी गर। है, प्रार्थनामा परमेश्वरको खोजी गर। है, प्रार्थनाद्वारा हामीले परमेश्वरलाई खोज्न सक्छौँ। वचन बताएको छ, जबसम्म परमेश्वरलाई पाउन सक्छौँ खोज। है, कहाँ खोज्ने? हामी वचनमा हामी खोज्न सक्छौँ कि परमेश्वरलाई हामी वचनद्वारा हामी खोज्न सक्छौँ। है, प्रार्थनाद्वारा हामी वचनमा खोज्न सक्छौँ। है, तेस्रोमा अर्को कुरो के लेखेको छ, परमेश्वरको वचन कण्ठस्थ गर्ने समर्पित भएर। है, आफूले आफूलाई समर्पित गरेर परमेश्वरको वचनलाई हामीले कण्ठ गर्ने, परमेश्वरको वचनलाई आफ्नो हृदयमा राख्ने, परमेश्वरको वचनलाई हामी निरन्तर कण्ठ गर्ने अभ्यास गर्ने। है, चौथोमा अगुवाईका निम्ति परमेश्वरको खोज गर्ने। है,
परमेश्वरले तपाईँ अनि मलाई कसरी अगुवाई गर्नुहुन्छ। युवा अवस्थाको जीवन चाहिँ एउटा यस्तो जीवन हो आफै गर्न सक्ने जीवन है। आफै जबसम्म उसको जीवनमा ताकत छ, बल छ, सामर्थ्य छ अनि धेरै कुराहरू उसको जीवनमा छ, उसले धेरै कुराहरू गर्न सक्छ है। उसले धेरै कुराहरू गर्न सक्छ। तर यहाँ बताएको छ परमेश्वर अगुवाईको निम्ति कति कामहरूमा परमेश्वरको सेवकाईको निम्ति, परमेश्वरको महिमाको निम्ति, परमेश्वरको स्तुति प्रशंसाको निम्ति परमेश्वरलाई पहिलो स्थान दिएर परमेश्वरको खोजी गर्ने भन्ने कुरा गरिएको छ है। परमेश्वरका सत्यताको निम्ति खुल्ला रूपमा खडा भएर है। उहाँ सत्य परमेश्वर हुनुहुन्छ। उहाँले भन्नुहुन्छ बाटो सत्य जीवन मै हुँ, म बाहेक कोही पनि पिता कहाँ पुग्न सक्दैन। बाटो अनि सत्य है, अनि परमेश्वर सत्य परमेश्वर, अनि त्यही सत्यताको निम्ति हामी खडा भएर अघि बढ्नुपर्छ। परमेश्वरले भन्नुभएका कुराहरूमा रमाएर र आनन्दित भएर आफूले आफूलाई शुद्ध राख्न सक्छौँ। अनि अन्ततिर हामी जान्छौँ सांसारिक मार्गहरूका विरुद्धमा परमेश्वरको मार्गहरूका परिणामहरू मनन गरेर परमेश्वरको वचन पढ्न र अध्ययन गर्न समय नमिल्ने गरी अति धेरै व्यस्त नबनेर। आज धेरै मानिसहरू व्यस्त छन्, हरेक कुराहरूमा व्यस्त छन्, आफ्नो काम कमाई है विभिन्न कुराहरूमा व्यस्त छन्। तर परमेश्वरको वचनलाई पहिलो स्थान दिएर है। परमेश्वरको वचन चाहिँ के हो भन्दाखेरि सामान्यतम या उहाँको प्रकाश र उहाँका आज्ञाहरू र प्रतिज्ञाहरू दुवैलाई बुझाउँदछ परमेश्वरको वचनलाई है। त्यसो हुँदाखेरि यी वचनहरूमा हामी लगातार जब हामी लागिरहन्छौँ भने हामी शुद्ध बन्न सक्छौँ है। उहाँको आचरणमा, प्रेममा, विश्वासमा र शुद्धतामा हामी लागिरहन सक्छौँ। र यी कुराहरू जब युवाहरूको जीवनमा हुन्छ भने हामी साँच्चै नै आफूले आफूलाई शुद्ध राख्न सक्छौँ, आफूले आफूलाई शुद्ध अनि पवित्र राख्न सक्छौँ। र यसर्थ प्रियहरू आउनुहोस्, जवान छोराछोरीहरूले परमेश्वरको वचनमा आफूलाई लगाएर परमेश्वरको वचनमा, बोली वचनमा, आचरणमा, प्रेममा, विश्वासमा र शुद्धतामा हामी लागि बसेर हामी आफूले आफूलाई शुद्ध र पवित्र राख्न सक्छौँ। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको हो। परमेश्वर पिता यहाँहरूलाई आजको वचनको निम्ति धन्यवाद दिन्छौँ। यहाँहरूले तपाईँको वचनलाई सुनेका छन् र बुझ्न सक्ने जीवन तपाईँ प्रभुले दिनुहोस् र आफूले आफूलाई शुद्ध राखेर तपाईँ परमेश्वरको महिमा र प्रशंसा गर्ने मन र हृदय तपाईँ प्रभुले दिनुहोस्। माग्छौँ यीशु प्रभुको नाममा, आमेन।